हेलो एभ्रिवान, सब गार्डनिङमा यहाँहरुलाई स्वागत छ। यो तपाईहरुले देखिराख्नु भएको पोन्सेटिया यानी कि लालुपाते फूल हो है। यहाँ चाहिँ थुप्रै थियो हाम्रो। अहिले चाहिँ म तपाईहरुलाई के गर्न देखाइरहेको छु भन्देखि अब चाहिँ यो जब यो मार्च फेब्रुअरी लास्ट र मार्च महिनामा चाहिँ हामीले यसको प्रुनिङ गरिदिनु पर्ने हुन्छ, कटिङ गरिदिनु पर्ने हुन्छ। किनभने हेर्नुस् त यो फुलेर पनि यसको डेट लगभग गइसकेको छ नि त। अलिअलि राम्रै देखे तापनि यसको प्रुनिङको समय चाहिँ अब भइसकेको छ हैन त। त्यही भएर चाहिँ यसलाई चाहिँ म अब सबै यो बुरोहरुलाई चाहिँ काटेर यो मदर प्लान्टहरुलाई सबै काटेर चाहिँ योबाट हाँगाहरुबाट चाहिँ म कटिङ सार्छु अनि रहेकोलाई चाहिँ मदर प्लान्टको लाई चाहिँ त्यतिकै छोड्छु र गोडाइ गरेर मलजल लगाइदिन्छु। अहिले चाहिँ म के कसरी यो पोन्सेटिया यानी कि लालुपातेलाई म कटिङ नेक्स्ट इयरको लागि कटिङ सार्छु र यो मदर प्लान्टहरुलाई के कसरी स्टोर गर्छु भन्ने कुरा देखाउन लागिरहेको छु। सुरुदेखि अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला र केही जानकारी लिन सक्नुहुनेछ भन्ने आशा गर्दछु है त। मैले चाहिँ जस्तो कि मैले यहाँ यसरी कटिङ गरिसकेको छु। यो चाहिँ सर्ट यो चाहिँ मैले अफ क्यामेरामै कटिङ गरिसकेको छु। यसरी नै मदर प्लान्टलाई चाहिँ म यसरी मुनिदेखि नै चट काटिदिन्छु। एउटा हातले मोबाइल खिच्दै एक हातले मैले गरिरहेको छु। यत्रो ठुट्टा बनाइदिए। अहिले म अझै फिनिसिङ यसलाई मजाले ठुट्टाहरू फाल्छु अनि यो सबै गोडाइ गरिदिन्छु। गोडाइ गरेर यसमा चाहिँ एक्स्ट्रा मल र माटोहरू चाहिएकोमा माटो लगाइदिएर त्यतिकै छोडिदिन्छु। यो मदर प्लान्ट हो। यसबाट पछि फेरि यताबाट मुना निस्कन्छ अनि बाँकी रहेको जुन कटिङबाट निस्केका यस्तो हाँगाहरू छ त्यसबाट चाहिँ म फेरि पनि नयाँ कटिङ सार्छु है त साथीहरू। यसरी नै यो चाहिँ एकदमै छ। यो धेरै नै हाँगा बिङ्गाहरूलाई चाहिँ म मुनिदेखि नै चट काटिदिन्छु अनि यसरी काटेर देखाउँदैछु मैले। यसरी सबै चाहिँ मैले यसरी ठुट्टा बनाइदिएँ। त्यसरी नै यिनीहरू सबै चाहिँ म त्यसरी नै ठुट्टा बनाइदिन्छु। लास्टमा म यसलाई फेरि अलिकति फिनिसिङ गर्छु, मतलब कतिलाई चाहिँ मिलाउँछु। अहिले चाहिँ म मोबाइलले भिडियो खिच्दै बोल्दै गरेकोले गर्दा अलिकति भएन। मैले अहिले स्ट्यान्ड नराखी गरेकोले गर्दा हेर्नुहोस् त साथीहरू, अघि देखेको यो एकदमै झमझम फुलिराखेकोहरू पनि यो हेर्नुहोस् त, यो झमझम फुलिराखेकोहरूलाई पनि लगभग मैले काटेर फालिसकेँ एक ठाउँमा। हेर्नुहोस् त यसरी गरेँ हैन। सबैलाई चाहिँ म यसरी गर्छु। यता पनि छ अनि यहाँ पनि छ है। सबैलाई चाहिँ म त्यसरी नै गर्छु। यहाँ हेर्नुहोस् त मैले चाहिँ सबै कटिङ गरेर यहाँ थुपारेको छु पोन्सेटिया यानी कि लालुपातेहरूलाई। यसबाट चाहिँ हामीले प्रशस्त मात्रामा है हेर्नुहोस् त कटिङ नेक्स्ट इयरको लागि चाहिँ हामीले प्रशस्त मात्रामा चाहिँ निकाल्न सक्छौँ कटिङ्सहरू। यो सबैबाट चाहिँ यो पनि हेर्नुहोस् त हरेकबाट चाहिँ हामीले राम्रो कटिङ चाहिँ सार्न सक्छौँ नेक्स्ट इयरको लागि। यसरी नै मैले चाहिँ सबै थुपारेँ अनि यसरी छ। यहाँ सबै मैले यसरी कटिङ गरिसकेँ। अब यस्तोहरूलाई चाहिँ म यसरी सिम्पली तरिकाले म चाहिँ यसरी गोडाइ गरिदिने गर्छु हैन। मैले चाहिँ अहिले पन्जा पनि लगाएको छैन। पन्जा चाहिँ मेरो यतातिर कता भुइँतिर मेरो पन्जा चाहिँ यतातिर छ। अहिले क्यामेरा खिच्न अप्ठ्यारो भएकोले गर्दा मैले त्यतिकै गरिरहेको छु। सिम्पली हातले गर्न पनि मलाई त रमाइलो लाग्छ माटो छुनलाई। अनि साथीहरू यसरी गोडाइ गरिदिएँ हैन। यसो गोडाइ गरिसकेपछि यो चाहिँ झारहरू सबै निस्किन्छ नि त। अनि यसरी झारसार केलाएर झारसारहरू फ्याँकेर ओहो के निस्क्यो यसरी झारसार गरिसकेँ। यस्तो गरिसकेपछि चाहिँ म चाहिँ फिलहाल अहिलेलाई चाहिँ अर्कोलाई पनि गरेर देखाउँछु। यसरी नै हैन यसरी गर्छु। यो चाहिँ मदर प्लान्टको लागि म चाहिँ कसरी स्टोर गर्छु भनेर यसबाट पनि नेक्स्ट इयर चाहिँ म राम्रोसँगले फुलाउन सक्छु। अनि कटिङबाट त भइ नै हाल्यो है। यसबाट पनि एकदमै राम्रोसँगले फुलाउन सक्छौँ। यो चाहिँ लगभग 1.5 वर्ष 2 वर्षको भयो होला यो मदर प्लान्ट चाहिँ, सायद 2 वर्षको मदर प्लान्टहरू। यसबाट मैले अस्तिको लास्ट इयरमा एकदम मजाले फुलाएको थिएँ थुप्रै पोन्सेटियाहरू कटिङबाट सारेर यसरी नै गरेँ। र यति गरिसकेपछि चाहिँ साथीहरू म चाहिँ है यतिको यसमा चाहिँ यो देख्न सक्नुहुन्छ यहाँ पुरानो मलखात हो। यो चाहिँ गाईबस्तुको मलखात हुन्छ नि। यो चाहिँ लगभग 1.5 वर्ष भएको पुरानो। हामीले भर्मी कम्पोस्ट पनि लाउन सक्छौँ यानी कि म चाहिँ भर्मी कम्पोस्ट पनि लाउँछु कोही बेला। नत्र भने आफूसँग यसरी पुरानो गाईबस्तुको मल छ भने यसलाई चाहिँ यसरी गरेको ठाउँमा चाहिँ 2 मुठी जस्तो आफ्नो गमलाको साइज के कत्रो छ त्यही अनुसार सर लगाइदिएँ। जस्तै यहाँ पनि अहिले चाहिँ मैले 2 मुठी जस्तो लगाइदिएँ। यति मात्रै लगाइदिने हैन।
अनि फेरि म चाहिँ यसरी गरिदिन्छु। यस्तो गरिसकेपछि हल्का छोपिन्छ नि त, अनि यसरी गरिदिन्छु। यस्तो गरेर भइहाल्यो यो। अनि यसलाई पनि सिम्पली है जस्तै यसरी चाहिँ गरिदे। अब यो पनि भइहाल्यो। यसलाई चाहिँ अब सर्र पानी लगाइदिने अनि राख्ने। अनि यो भोलि पर्सि चाहिँ यो नोट्सहरू छ नि, जुन नोट्सहरू यहाँ देख्न सक्नुहुन्छ, यतातिर नोट्सहरू छ। यस्तोबाट चाहिँ फेरि नयाँ पाउलाहरू आउँछ, यानि नयाँ मुनाहरू आउँछ र त्यो मुनाहरूबाट पनि मजाले हामी फुल फुलाउन सक्छौँ भोलि पर्सि है त। यो मदर प्लान्टदेखि र यो कटिङबाट सारेको त अझ बेटर भइ नै हाल्यो, एकदमै राम्रो। हामीले कत्रो साइजको पार्न सक्छौँ त्यत्रै हुन्छ। यसलाई पनि भोलि पर्सि फेरि जुन जुलाईतिर एकचोटि कटिङ, यो जब ठुलो हुन्छ नि त यसको मुनाहरू, अनि त्यसलाई हामीले फेरि सेप दिन सक्छौँ। मसिनो एक्स्ट्रा आएकोलाई चाहिँ फालेर अनि आफूले कत्रो साइजको कस्तो झम्म कस्तो खालको बनाउने त्यही अनुसारको हामीले यसबाट आएको मुनाहरूबाट पनि बनाउन सक्छौँ। अनि यसलाई अर्को कुरा चाहिँ जति पनि यो हाम्रो मुनाहरू छन् हैन, अब यसलाई कटिङ सार्नको लागि जस्तै चोपाउने जति पनि प्लान्टहरूको छ हैन, त्यसलाई चाहिँ कटिङ सार्दा हामीले तुक्को चाहिँ अहिले कटिङ मैले काटेँ। अब अहिले मैले यसलाई चाहिँ कटिङ सारिहाल्दा चाहिँ चोपवालाको चाहिँ अलिकति फङ्गसको एट्याक हुने सम्भावना हुन्छ र यस्तो चोप जति पनि दुध जस्तो आउँछ नि, यो चाहिँ एकदमै पुरानो भएकोले गर्दा त्यति दुध पनि आएको छैन। यस्तो सेतो आउने चाहिँ हामीले कटिङ मतलब प्रुनिङ गरेको 4-5 घन्टा अथवा एक दिनै राखेर पनि भोलिपल्ट पनि गर्न सक्छौँ, केही फरक पर्दैन, मजाले सर्छ। अब साथीहरू यो जति पनि यो स्टिमहरू छ, स्टिमहरूलाई चाहिँ अब कटिङ सार्नको लागि म रेडी गरिरहेको छु। यसलाई चाहिँ मैले हिजो बेलुका जुन मैले अगाडिको भिडियो खिचेको थिएँ, बेलुकी पख मैले राखेँ। अनि अहिले चाहिँ बिहानको लगभग 8:30 भइसकेको छ। अब चाहिँ म सार्न लागिरहेको छु। मैले अगाडि पनि भनिसकेँ, यो चोप जति पनि आउनेलाई चाहिँ काट्ने बित्तिकै कटिङ सार्दा चाहिँ अलिकति फङ्गसको एट्याक हुने सम्भावना हुन्छ। त्यही भएर अब चाहिँ म यो जुन छ नि नोटभन्दा अलिकति तल यसरी ठक्क मिलाएर काट्ने। त्यस पछाडि यसलाई म चाहिँ यत्रो काट्छु, लगभग 5-6 इन्चको, 4 देखि 5 इन्चको यत्रो काटेँ। अनि बिस्तारै यताबाट यो नोट्सहरू छ नि त्यहाँदेखि चाहिँ मुना पलाउने हो। यसरी नै सबैलाई चाहिँ म काट्छु। यो पातहरू चाहिँ रिमुभ गरिदिने। जुन मैले अगाडि देखाएको थिएँ त्यो मदर प्लान्ट, त्यसबाट पनि अब राम्रो मुनाहरू चाहिँ निस्किन थाल्छ र त्यसबाट निस्केको मुनाबाट पनि हामीले फेरि जुन जुलाई महिनामा चाहिँ हामीले कटिङ सार्न सक्छौँ राम्रोसँगले। त्यसको चाहिँ यस्तो काटी फाल्न पर्दैन, जुन मुन्टान लिएको छ त्यसबाट नै सर्लक्क सर्छ त्यतिखेरको चाहिँ झन्। यसरी नै सबैलाई चाहिँ म कट गरिदिन्छु। चाहिँ यसरी नै नर्सरी तथा आफन्त साथीभाइकोदेखि लिएको छौँ भने हैन, एकचोटि यो लालुपाते रोपिसकेपछि चाहिँ बारम्बार हामीले किन्न पर्दैन, बारम्बार ल्याइराख्नु पनि पर्दैन। यसरी नै हामीले चाहिँ सार्यौँ भने है त साथीहरू। यसरी नै मैले चाहिँ सबै काट्छु लगभग यी। अब हरेक कटिङ हामीले जसरी काट्छौँ त्यसरी नै हो यसको पनि कटिङ काट्ने। अलिकति नोटलाई चाहिँ लु यसरी सबैलाई चाहिँ म छिटो काटेर सक्छु। अनि म कसरी रोप्छु यानि कि यसलाई कसरी कटिङबाट सार्छु त्यो पनि देखाउँछु। हेर्नुहोस् त, यो सबै यताबाट मैले छानेर चाहिँ यति कटिङ निकालेँ। यो कतिपय चाहिँ देख्नु सक्नुहुन्छ मुनाकोलाई मैले त्यत्तिकै छोडिदिएँ। अनि यस्तोहरू छ, अब यो चाहिँ म थ्रु आउट गरिदिन्छु। यहाँ देख्नु सक्नुहुन्छ साथीहरू, यो चाहिँ सबै प्योर बालुवा हो जुन हामीले कन्स्ट्रक्सनमा चलाउँछौँ नि बालुवा। अनि बालुवा चाहिँ मैले अघि नै पानी लगाएर सट्ट पानी चाहिँ सोसाइराखेको थिएँ। यो चिसो छ, हामीले चाहिँ लास्टमा पनि लगाउन सक्छौँ, अगाडि नै यसरी सोसाएर राख्न पनि सक्छौँ। अनि यहाँ त कटिङ्सहरू देखिसक्नु भएको छ। अनि यो देख्नु सक्नुहुन्छ, यो चाहिँ हाम्रो अर्ग्यानिक एलोभेरा हो, घिउ कुमारी। अब यसलाई चाहिँ म यसैमा डिप गर्दै यो कटिङलाई चाहिँ यहाँ लगाउँछु। यो एलोभेराले चाहिँ रुट हार्मोनको पनि काम गर्छ भनेदेखि फङ्गस एट्याक बाट पनि जोगाउँछ। जस्तो कि अब मैले यो लिएँ, यसलाई चाहिँ यहाँ डिप गरेँ, यसो गरेर डाइरेक्ट यसरी गाड्दिन सकिन्छ। म चाहिँ यसरी नै गर्छु। प्रत्येकलाई चाहिँ यो म यतापट्टि राख्छु। अब चाहिँ म सिधै तपाईहरुलाई यो गाड्दै देखाउँछु। सिम्पल यसरी यहाँ डिप गर्ने अनि डाइरेक्ट यसरी गाड्दिने। हामीले कम्तीमा पनि 2टा जति नोट चाहिँ गाड्नु पर्ने हुन्छ यो बालुवामा। हामीले चाहिँ बालुवामा मात्रै नभएर अन्य माटोमा पनि यसको कटिङ लगाउन सक्छौं। तर म धेर जस्तो चाहिँ म कटिङहरु लगाउँदै चाहिँ बालुवामा नै लगाउने भएकोले गर्दा अहिले पनि बालुवामा नै लगाएर देखाइरहेको छु।
सिम्पल यसरी एलोभेरामा डिप गर्ने हैन, त्यसरी चप्पै गाड्दिने, डिप गर्ने, गाड्दिने, यसरी नै सबैलाई चाहिँ म गर्दिन्छु छिटो छिटो यसरी। अनि यो पोन्सेटेया यानि कि यो लालुपाते चाहिँ लास्ट नोभेम्बरदेखि फुल्न सुरु गर्छ। फुल्न भन्दा नि यसको चाहिँ पात चेन्ज हुने हो खासमा, फुल भन्दा पनि है। अनि यसलाई चाहिँ क्रिसमस फ्लावर पनि भनेर चिनिन्छ, किनभने क्रिसमसको समयमा यानि कि डिसेम्बरतिर चाहिँ एकदमै झक्की झक्काउ फुलिसकेको हुन्छ नि त, त्यही भएर चाहिँ यसलाई चाहिँ क्रिसमस फ्लावर पनि भनेर चिनिन्छ। यसरी नै मैले सिम्पल तरिकाले गाडेर देखाएँ तपाईँहरूलाई। हेर्नुहोस् यसरी हामीले यसलाई चाहिँ अर्को तरिका भनेको चाहिँ माटो, हामीसँग चिम्टे माटो हुन्छ नि रातो रातो, त्यसलाई चाहिँ यहाँ लेप लगाएर पनि रोप्न सक्छौँ। अनि यो कस्तो हुन्छ, अब यसले जराहरू कस्तो हान्छ भन्ने कुरा म नेक्स्ट अपडेट भिडियो बनाउने छु, त्यतिखेरसम्म प्रतीक्षा गर्नु होला है। यसरी सबैलाई चाहिँ मैले गाड्छु, यानि कि मैले कटिङ सार्न लागिसकेँ साथीहरू। यो चाहिँ मैले बालुवामा कटिङ सारेको भएकोले गर्दाखेरि बालुवामा छिट्टै पानी सोसिन्छ, त्यही भएर अलिकति छिट्टै ड्राई हुन्छ। त्यस कारणले हामीले यसलाई चाहिँ 2 दिनमा चाहिँ वाटरिङ गर्नुपर्छ। यदि माटोमा सारेको छौँ भने चाहिँ हामीले 2 दिनमा पर्दैन। अनि हेर्नुहोस् त यसरी गरिसकेँ, यसरी नै म सबै गर्छु। हुन्छ, आजको भिडियो के कस्तो लाग्यो, छोटो भिडियो हजुरहरूलाई पनि जो कोही बिगनर गार्डनर साथीहरू हुनुहुन्छ भने तपाईँहरूलाई केही हेल्पफुल भयो होला भन्ने आशा छ। विगतका दिनहरूमा पनि मैले यो पोन्सेटेया यानि कि लालुपातेको भिडियोहरू बनाएको छु। तपाईँहरूले मेरो च्यानलमा चाहिँ पछाडि छ, त्यो भिडियोहरूलाई स्किप गर्दै भिडियोहरूलाई चाहिँ माथि स्क्रोल गर्दै चाहिँ हेर्नु सक्नुहुन्छ है त। हुन्छ, थ्याङ्क्स फर वाचिङ। आउँदो समयमा यसरी नै मेरो च्यानललाई सपोर्ट गरिदिनु होला। के कस्तो हुन्छ यसको भिडियो अपडेट भिडियोहरू पनि म बनाउने छु, हेर्दै गर्नु होला है त। थ्याङ्क्स फर वाचिङ, बाई बाई एभ्रिवान।